आँखीको किटाले उल्के गइन्छ मलाई मैले खोज्दा खोज्दा गर्छु यो त यहाँ पो टिकटक बनाएर बसिरहेको के भयो त तँलाई चाहिँ हेर्न मलाई युके जानु पर्छ कि कहाँ जानु सबैतिर महँगो भन्छ महँगो चाहिँ भनौँ अनि मेरो साथीहरूले त गरेको थियो अस्ति कहाँ त्यही युनिभर्सिटी अफ सन्डरल्यान्ड भन्नेमा गरेको थियो त त्यो 5-6 हजार त होला त्यहाँ यस्तो क्रेजी छ नि स्कलरसिपहरू के अरे सायद त्यसको लागि ब्याचलर पढ्न जानेकोहरूको लागि चाहिँ 5,000 चाहिँ होला होइन अनि कम तर मैले त ब्याचलर आइटी गरेको आइटी के उनीहरूले मेरो साथी इन्जिनियरिङ गरेको आइटी बिजनेस हेल्थ रिलेटेड सबै कोर्सहरू छ नि उनीहरू त कोर्सहरू त तैँले आफ्नो जुन भेटे पनि भेटिहाल्छस् तैँले आइटीको लागि चाहिँ कति आइटीको लागि त मास्टर्स गर्न जाने हो भने चाहिँ उनीहरू पनि मास्टर्सै थियो 4500सम्मको स्कलरसिप स्कोच अब त्यो 500,000 4500 सोच त झन् कति डिफरेन्स भयो ज्याकपट लाग्यो जस्तो भयो नि भएन त टपको युनिभर्सिटी 45 स्कलरसिप तर एप्लाई चाहिँ कहाँ गर्ने यार मेरो साथीहरूले केआइसी राख्न सुनेछस् नि त्यहाँनिर त्यहीबाट अप्लाई गरेको स्मुथै सबै कुरा उनीहरूले मजाले बुझाइदिनु स्कलरसिपको बारेमा बुझाइदिनु अफरहरू सबै फ्रीमै फेरि त खालि आफूले फ्री मात्रै दिनु अहिले सुन्नु त Study in Sunderland, study in UK with KIC Brandner.